नमस्कार, म डाक्टर VK प्रसाद, होमियोपैथिक फिजिशियन, लाल मार्केट गान्तोक। आज मेरो बीच उपस्थित हुनु भएको छ मन बहादुर तामाङजी। के समस्या तपाईले भएको थियो त्यति बेला, जो समस्या अहिले बताउनु भयो? मलाई यो भन्दा पहिला अगाडि 2020 मा हजुर त्यही लिभरको केसै भएको थियो। हजुर अनि म एडमिट थियो, 1 महिना 10 दिन जस्तो एडमिट भएको थियो। हजुर हजुर। अन्त त्यो बेला समस्या के हुन्थ्यो तपाईलाई? समस्या मेरो पेट फुल्लेको थियो, अन्त खाना नरुच्ने, खाना खायो भने उल्टी भइजाने। हजुर। अन्त खाली पानी मात्रै खान मन लाग्ने। हजुर। अन्त त्यहाँदेखि काफी मणिपाल हस्पिटलमा बसेर चाहिँ त्यहाँबाट चाहिँ काफी लामो समयसम्म चाहिँ ट्रिटमेन्ट चल्यो। अच्छा अच्छा। पेटहरु यहाँबाट MRI गरिवरी त्यहाँदेखि चाहिँ यहाँ पेटमा चाहिँ त्यो चिरेर चाहिँ भित्र त्यो पाइप हालेर चाहिँ बाहिर वेट निकालेको थियो। हजुर। यस्तो हुन्छ, यस्तो केस एसाइटिस वाला कन्डिसनमा हुन सक्छ भने एसाइटिस के हो भने तपाईको अर्गनमा पानी जमा भइहाल्ने एसाइटिस वाला कन्डिसनमा त्यस्तो हुन सक्छ। र जो तपाईको पेट फुल्ने समस्या थियो र खाना नरुच्ने, पानी मात्रै रुच्ने, त्यस्तो तपाईको अलरेडी समस्या अहिले पनि आइरहेको छ भने फ्याटी लिभर ग्रेड 1 फ्याटी लिभरमा पनि त्यस्तो समस्या आउन सक्छ भने खाना नरुचाउने, खाना नपच्ने, त्यस्तो सिम्पटम्स आउन सक्छ। अरु के समस्या छ? अरु त्यहाँदेखि त्यो बीचमा त्यो फेरि त्यो यतापट्टि त्यो लिभर के रे फोक्सो भन्छ फेब्रो। हजुर। उसलाई पनि अलिकति धक्का लागेको छ भन्थ्यो। अन्त त्यो चाहिँ सबै अब त्यही मणिपालमै त्यो उहाँले के दबाई दियो मलाई थाहा छैन, अब त्यो दबाईको डिटेलको विषयमा। हजुर। र त्यहाँबाट चाहिँ अलिकति निकै आराम भएर चाहिँ म त्यहाँदेखि चाहिँ 1 month आफ्टर चाहिँ म घरमा छुट्टी लिएर गएँ। हजुर। अब तपाईको जस्तो सिम्पटम्सको हिसाबले बुझ्दाखेरि र तपाईको लागि पैथोलोजिकल कजेज जो छ, जस्तो फ्याटी लिभर अहिले पनि देखाइरहेको छ रिपोर्टमा, र फ्याटी लिभर ग्रेड 1 मा जस्तो तेलको सामान तपाई नखानुस्, बेसी स्पाइसी नखानुस्, मिठहरु नखानुस्, लाइट फुड लिनुस्, र जो म दबाई दिएको छु त्यो दबाई दिनमा 1 पल्ट सेवन गर्नुस्। आई थिंक कि तपाईको फ्याटी लिभर ग्रेड 1 मा छ, त्यो तपाईको 3 महिना 4 महिना जाउँदै जाउँदै यो पर्मानेन्ट सोलुसन भइहाल्छ यसको। त्यस्तो छ। होमियोपैथिकमा अलिकति टाइम लाग्छ, किन्तु जो समस्या हुन्छ त्यो पर्मानेन्ट उसको निदान हुन्छ। धन्यवाद। क्लियर भइहाल्छ। हजुर।